भनिन्छ नि, आमा बन्नु एउटा सौभाग्यको कुरा हो। धेरै महिलालाई आफ्नो कोखबाट बच्चालाई जन्म दिँदा आफू पुरा भए जस्तो लाग्छ। आजभोलि यी सबै कुरामा 100% सत्यता छन् छैन थाहा छैन। तर यो सबै कुरा त समयले बताउला, होइन त? ल अब तपाईँको कुरा गरौँ ल। के तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ? कस्तो हुँदैछ त यो 9 महिनाको जर्नी? अब आगामी भिडियोहरूमा चाहिँ म प्रेग्नेन्सीमा हुने चेन्जहरू, आफ्नो शरीरमा के कस्ता चेन्ज हुन्छन्, के कस्ता लक्षणहरू देखिन्छन्, अनि त्यसपछि छालामा के कस्ता चेन्जहरू देखिन्छ, के कुरामा ध्यान दिनुपर्छ, यी सबै कुरा भन्न गइरहेको छु। मन पर्यो भने पेजलाई फलो र सब्सक्राइब गर्नुहोला। ल अब हामी आजको सुरु गरौँ है त। सुरुमा त प्रेग्नेन्ट भएको कसरी थाहा पाउने? असुरक्षित सम्पर्क भए पश्चात सजिलो भनेकै आफ्नो महिनावारी कुर्ने र यदि महिनावारी टाइममै भएन भने त्यसको 1 हप्तापछि किटमा चेक गर्नु पर्यो। रेगुलर टाइममै महिनावारी हुँदैन र इरेगुलर हुन्छ भने पनि असुरक्षित सम्पर्क भएको 3-4 हप्तामा चेक गर्दाखेरि चाहिँ किटमा रिजल्ट देखाउँछ। किटमा चेक गर्दा चाहिँ जहिले पनि बिहानको पहिलो पिसाबलाई चेक गर्नुपर्छ। कसरी चेक गर्ने भन्दा तपाईँले बजारबाट प्रेग्नेन्सी किट किनेर ल्याउनुहुन्छ। त्यो किटको प्याकेट खोलेपछि त्यहाँभित्र एउटा किट हुन्छ र एउटा ड्रपर हुन्छ। अब तपाईँ बाथरुममा जानुहुन्छ, पिसाब ठ्याक्क फेर्ने बेला अगाडिको 1-2 थोपा पिसाब गइसकेपछि जुन तपाईँको ड्रपर छ त्यसले चाहिँ ठ्याक्क त्यो पिसाब झरिरहेको बेलामा ड्रपरले डाइरेक्ट कलेक्ट गर्नु पर्यो। यदि त्यो पनि अप्ठ्यारो हुन्छ भने चाहिँ सफा सुक्खा भाँडामा पिसाब जम्मा गरेर ड्रपरबाट 2-3 थोपा पिसाबलाई किटमा राखी 5 मिनट जति कुर्न मिल्छ। 10 मिनटभन्दा बढी चाहिँ कुर्नु हुँदैन है। यसका साथै असुरक्षित सम्पर्कपछि गर्भ बसेको छ छैन कन्फर्म गर्नको लागि हस्पिटल जाँदा डाक्टरले बिटा सिरम एचसिजी भनेर पठाउनुहुन्छ। सिरम बिटा एचसिजीको कन्फर्म गरेर यसको भ्याल्यु कतिको बढ्छ त्यो अनुसार पनि प्रेग्नेन्सी कन्फर्म गर्न सकिन्छ। र अन्तिम र महत्त्वपूर्ण जाँच भनेको युएसजी अथवा अल्ट्रासोनोग्राफी या सजिलो भाषामा भन्दा भिडियो एक्सरे। यो गरेर पनि कन्फर्म हुन्छ। गर्भ बसेको 5 देखि 6 हप्ताभित्र चाहिँ बच्चा बस्ने त्यो जेस्टेसनल स्याक भन्ने कुरा देख्न सकिन्छ। यसको मेन फाइदा भनेको तपाईँको बच्चा गर्भमै पाठेघरमै बसेको छ छैन अथवा बाहिर बसेको छ कि एउटाभन्दा बढी बच्चा छ कि यो सबै कुरा थाहा हुनलाई पनि भिडियो एक्सरे एकदमै उपयोगी हुन्छ। यो बाहेकका कुराहरू हामी अब आउने भिडियोहरूमा कन्टिन्युली गर्दै जान्छौँ। बिटा एचसिजीको बारेमा पनि म डिटेलमा त्यसमै भन्छु है त। थ्याङ्क यू।